वेलकम गाइस। आज हामी आफ्नो घरमा आइसकेको छौँ। आज हामी जाँदैछौँ मामाको घर। ल जाउँ। ओइ के भयो? अगाडि लाइट देखाउ न। लाइट लाइट यहाँ जाँदैछौँ गाइस। त्यो चाहिँ हाम्रो यो आज म मेरो घर पनि देखाउने छु होइन। यो चाहिँ मेरो भान्जीको घर हो होइन। यो कत्रो अन्डा फार्म छ। अन्डा खिच्न आउनु सक्नुहुन्छ होइन। लोकेसन भनिदेऊ। लोकेसन झापा सुरुङ्गाको यहाँ सुगेडाको पर सुरुङ्गाको गाई फारमको सिधा आयो भने त्यहाँनिर सबै चारवटा फार्म छ। त्यो सबै उसको हो। उहाँ हेर्नु गाइस आगो बलिहाल्छ चुलीमा। उमा माथि देखाइदिएछु आगो। हामी भोलिको पनि भ्लग बनाउन गर्छु। मैले चाहिँ कति दिनपछि बनाएको भ्लग। गाइस यहाँ चाहिँ लास्टै जाडो छ। घर जाँदैछु जाडोको लुगा लाउन। गाडीहरू कतै आएको नि। हामी जाँदैछौँ बाटोबाट। माथि आगो लागिआएको छ। यहाँ चुली अँध्यारो छ त्यो भएर देखिँदैन। अगले बालेन गाइस बाल्न भोट गर्नु होला। बालेनले जित्नुपर्छ। मेरो कपाल जाँदैन। गाइसहरू घन्टी बजाउन प्लिज। घन्टी हाम्रो देश बदलिन्छ भने जे घन्टी हो कि होइन। जो पनि मान्छे होस् तर देश विकास गर्नु नि। जुनै पनि हुनु पर्यो तर देश विकास हुनु पर्यो होइन। हामीले पनि चक्लेट पनि दिनु पर्यो। कसलाई? ए हामीलाई यो चाहिँ जिया फुची। नगर ओइ नगर ओइ ला मेरो बाबु हुँदो रहेछ। पर यो चाहिँ मेरो घर हो। 2 ताले छ। अहिले अँध्यारोमा केही देखिँदैन। 2 अनि आधी होइन। अब म मेरो घर अगाडि पुगेपछि गएँ छु होइन। जिया हेर न। अनि त्यतिसम्म बनिराख्नु होला हामीसँग। अनि हामी हाम्रो घर अगाडि पुगेपछि भिडियो खोल्नेछौँ। ब्लगमा होइन अघि घर पुगिरहेको होइन त नि। कता जान्छ होइन नि गाइस। आगो बढेर कत्रो भइसक्यो। अच्छा हाम्रो गाउँ बस्ती। अनि यो मेरो घर नपत्याएको होला। मेरो यहाँदेखि गइसक्नु भएको छ। यहाँ चाहिँ मेरो भान्जी अनि यहाँ भोलि हो कि भोलि के हो? होली अब आयो भने आउनुसक्छ। नभए नआउनुसक्छ। मनिराख्नु होला। अनि यहाँनिर छ यस्तो खतरा भ्यू। यसमा चाहिँ कस्तो दामी देखिन्छ क्या हाम्रो यहाँ रियल लाइफमा भन्नुपर्दा होइन। अब हाम्रो ब्लग यति भन्दै जिया हाम्रो ब्लग यति भन्दै म मेरो ब्लगलाई एन्ड गर्न चाहे। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।